यात्रा त आगो हुन्छ तर धुलो चाहिँ खोइ खडा भयो। मेरो बाइक एकदम रेडी भइसकेको छ। मेरो विवेक भाइको बाइक यता सोल्टीको हाम्रो उनको स्वेटर परिवार सँगसँगै सुजन चापागाई एन्ड इन्फिनिटीको लाइभ कन्सर्ट धरानमा हुँदैछ। उनको स्वेटर फिल्म चाहिँ फिदिमबाट धरानतर्फको यात्रा स्टार्ट गरिसकेको छौँ है। फिदिमदेखि हिँडेर मेबी वैशाख 26 उनको स्वेटर। नमस्कार। सो गाइज गुड आफ्टरनुन, वेलकम ब्याक टु मी न्यू भ्लग। अनि यो भ्लग स्टार्टिङ हुँदैछ फिदिमबाट। अनि फाइनल्ली हामी जाँदैछौँ धरानमा। अनि आज चाहिँ उनको स्वेटर साँझ हुँदैछ। यहाँ फिदिमबाट चाहिँ हामी पानथरीहरू चाहिँ धेरैजना जाँदैछौँ। अलमोस्ट मेबी 20+ बाइक हुन्छ होला आई गेस होइन। अनि सबैजना यहाँनिर भेला हुँदैछौँ, हामी कलेक्सन हुँदैछौँ। अनि यहाँनिर मेरो फुङ चाहिँ सोल्टी माथि हुनुहुन्छ, उहाँले यहाँनिर सबै म्यानेजमेन्ट गर्दै हुनुहुन्छ। मैले मेरो लागि फ्ल्याग लगाइसकेको छु। मेरो बाइक एकदम रेडी भइसकेको छ। मेरो विवेक भाइको बाइक यता फुङ सोल्टीको सँगसँगै यहाँ बाइकहरू सबै धेरैजना रेडी भएको छ। अनि यो भ्लग एकदम इन्टरटेनिङ हुन्छ किनकि उनको स्वेटर चलचित्र चाहिँ 5 तालमा साइन भएको छ। यो चाहिँ 2022 वैशाख 26 गते देशैभरि रिलिज हुँदैछ। सँगसँगै के अरे भोलिको प्रोग्राममा चाहिँ उनको स्वेटर साँझमा चाहिँ हाम्रो उनको स्वेटर परिवार सँगसँगै सुजन चापागाई एन्ड इन्फिनिटीको लाइभ कन्सर्ट धरानमा हुँदैछ। अनि त्यसको लागि चाहिँ हामी यहाँ फिदिम बजारदेखि चाहिँ धेरैजना जाँदैछौँ। मेरो भाइले पनि झन्डा ल्याइसकेको छ। के छ मेरो भाइ? चस्माले त आगो मारेको छैन नि। चस्मा र झन्डाले त एक नम्बर। यो चाहिँ उनको स्वेटरलाई 5 तालबाट अपार मायाको साथ चाहिँ हामी यहाँदेखि जाँदैछौँ। सब अलमोस्ट तयारी सक्नु आँटिसकेको छ। यहाँनिर सबै बाइकमा यहाँनिर झन्डा लगाउने कार्यक्रम भइसकेको छ। मेरो बाइकमा पनि सेट भइसकेको छ। अनि यता दोस्तीकोमा मेरो विवेक भाइकोमा पनि सेट भइसक्यो। कुन ठाउँदेखि आउनुभयो सर तपाईँहरू? कतिजना आउनुभयो तपाईँहरू? 12जना बाइक 7वटा बाइक जम्मा 12जना आउनुभयो। उहाँहरू के अरे जम्मा 7वटा बाइक आएछ। यहाँ हामीसँग हुन्छ होला सायद 15+ भने 20+ चाहिँ हुँदो रहेछ। आजको हाम्रो यात्रा छ धरानसम्मको छ। यो उनको स्वेटर फिल्म चाहिँ चारातेमा सुटिङ गर्नको लागि गाउँपालिकातर्फबाट हामीले पर्याप्त सहयोग गरेका थियौँ। यसका मुख्य कलाकारहरू नायक विपिन कार्की र मृणा मगरलाई चाहिँ हामीले रातको 12 बजे स्वागत गर्ने अवसर पाएका थियौँ। यो छायाङ्कनकै क्रममा चाहिँ मेरो सर्व भएर म अन्यत्र गएको अवस्थामा अहिले चाहिँ यो वैशाख 26 गते चाहिँ सञ्चालन प्रदर्शनको तयारीमा यहाँले प्रिमियर गरिराख्नु भएको छ। र मैले चाहिँ अहिले कञ्चनजङ्घाको फेदमा पुग्दाखेरि पनि भर्खरै पुगेर आउँदाखेरि त्यहाँ आउने आन्तरिक पर्यटकहरूबाट चाहिँ के प्रतिक्रिया आएको छ भने यो 2-3टा प्रिमियर जुन गीतहरू आएको छ यो गीतहरू उहाँहरूले गीतहरूको चाहिँ अनुभूति गर्दाखेरि यो फिल्म अत्यन्तै राम्रो छ भन्ने उहाँहरूको अभिव्यक्ति आएको छ। र यो फिल्म चाहिँ राम्ररी चल्नेछ भन्ने शुभकामना पनि व्यक्त गर्दछु, शुभेच्छा पनि व्यक्त गर्दछु। यो फिल्ममा मेरो आर्थिक रूपमा लगानी नभए पनि मेरो मानसिक रूपमा मेरो शुभेच्छाको रूपमा चाहिँ केही लगानी छ र यो चल्नुपर्छ र चल्नेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। गाइज अहिले हामी फिदिमबाट धरानतर्फको यात्रा स्टार्ट गरिसकेको छौँ है उनको स्वेटर साँझको लागि। तपाईँहरूलाई मैले अघि पनि भनिसकेको छु। आज चाहिँ हाम्रो उनको स्वेटर साँझको लागि हामी धरान जाँदैछौँ। अनि हाम्रो टोलीहरू पछाडि आइराख्नु भएको छ टक्कसँग लाइन नै लस्करै। हामी चाहिँ त्यस्तै 20-25वटा बाइक भयो होला। अनि हामी यहाँबाट चाहिँ हिँडिसक्यौँ हाम्रो फिदिमबाट। जस्ट न अहिले कति बजी भन्नुहुन्छ भन्दा 3:11 गएको छ। हामी चाहिँ धरान राति मात्रै पुग्छौँ होला, जस्तै पनि ठिकै छ। अब हेर्दै गरौँ है त साथीहरू। साथीहरू अहिले चाहिँ म ठ्याक्कसँग यो के भन्छ ठ्याक्कै यसको नाम बिर्सेँ। जे होस् यहाँदेखि उँधो जानुपर्छ। अनि म यहाँ आइसकेँ। अब यहाँबाट तल चाहिँ अफरोड छ नि त, अनि धुलो उठ्छ भनेर सबै मान्छेहरू पातलिसक्नु भएको छ आफ्नो आफ्नो बाटो। कसै पछाडि कसै अगाडि हुनुहुन्छ है। अनि म चाहिँ यहाँ छु। अनि अब हामी यहाँबाट ओह्रालो लागिसक्यौँ। सो अहिले चाहिँ हामी फिदिमदेखि अझै नजिक आइपुगेको छौँ यहाँनिर। अनि बाइकहरू सबै कलेक्टेड भएको छ। अघि कतिवटा बाइक 1
2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 अराउन्ड 20 वटा रहेछ बाइकहरु टोटल हामीसँग। सो गाइज अहिले हामी खोला नागेर धेरै माथि आइसक्यौँ र तेर्सो बाटो लागिसकेको छौँ। अनि यो ठाउँको नाम एक्ज्याक्टली मलाई थाहा भएन। यो ठाउँ त्यस्तै के भन्छ त्यो के खोला भन्थ्यो नि एउटा, त्यो खोलाको माथिको गाउँ जो रानी गाउँहरू एरिया साइड पर्छ होला यो ठ्याक्कै चाहिँ। सो अहिले हामी फिदिमदेखि हिँडेर मेबी हिँडेर नै भयो गाडीमै अनि 1 घन्टा अगाडि आइसकेपछि बाइकहरू पछाडि आउँदैछ, हामी चाहिँ अगाडि आएको छौँ। किन भन्दा ड्रोन उडाउनको लागि भनेर बाइकहरू अब सँगै आउने हो कि नआउने पर पारी आइपुगेछ। म भिड आउँदैछ नि त, बाइक आइपुगेको छ। अनि यहाँ छ मेरो विवेक भाइ, हामी चाहिँ अगाडि छौँ। तेङ्गे हेर्नु न कस्तो कुल छ भन्दा क्लाइमेट देख्न सक्नुहुन्छ। हामी चाहिँ अगाडि छौँ। ठाउँ ठाउँमा चाहिँ पिचहरू बन्ने गर्छ अनि यात्रा एकदम एडभेन्चरस हुँदैछ। तर ब्याड थिङ चाहिँ के भइरहेको छ भन्दाखेरि हामी चाहिँ धरानमा अलिक टाइमली पुग्नु पर्ने, धरान चाहिँ टाइमली नपुग्ने भयो कि त्यो चाहिँ एकदम दुःख लागेको छ। किनकि फिदिमदेखि मान्छे भेला पार्दा यताउता ढिलो भयो। अनि यहाँ चाहिँ ड्रोनको लागि रेडी गर्छ विवेक भाइ, ड्रोन रेडी गर्नु। उता दोस्तिर आइपुग्नु आँट्यो, रोजर पनि हानी हेरौँ न। प्रजल सर हेलो प्रजल सर। हाम्रो ग्रुप एकदम ढिलो गरिरहेको छ, आइपुग्यो। हुन्छ यहीँ रोकौँ न, हाम्रो ग्रुप हो र हो रहेछ। केही समय चाहिँ केही टोलीहरू यहाँ आइसकेको छ। अब यहाँदेखि चाहिँ यहाँ त कस्तो हुँदैछ मेरो सोल्टी? यात्रा त आगो हुन्छ तर धुलो चाहिँ खोइ खडा भयो। खै खासै धुलो लागेको छ न त। अनि मेरो पाइन्ट अनि म दिमाग लाउँछु नि त। कसरी दिमाग चाहिँ? अनि यो धुलो जति लाग्दो कहाँ देखिन्छ त्यो पाइन्ट? ए कुरा चाहिँ त्यस्तो हो। 101 ग्रुपहरू आइपुग्यो नि यहाँनिर हाम्रो। वेलकम ए बिस्तारै अन्तिममा क्लच झ्वाट्टै छोड्यो भने त कहाँ पुग्छ ऊ त ड्रोन उडाएर नाग्छ त। अनि यहाँ त कहाँसम्मको हो सोल्टी? हाम्रो धरानसम्म हजुर। उनको सिटर साँझ हाम्रो दाइ भर्खर मात्रै आइपुग्नु भयो क्या। तपाईँको थराखुरी चल्यो त नि? पानी बोक्नु भएको छैन? के पो गरौँ पानी अर्को भएको त नगाउँ है। सो साथीहरू तपाईँहरूले चाहिँ अहिले भर्खरै हाम्रो ड्रोन फुटेज हेरिसक्नुभयो होला। हामी चाहिँ त्यही ड्रोन फुटेजको लागि चाहिँ एकछिन यहाँ होल्ड भएको थियौँ। अनि अब दाइहरू चाहिँ अगाडि गइसक्नु भयो। अनि भूपेन दाइ यहाँ हुनुहुन्छ। अनि हाम्रो टोली पनि अगाडि गइसक्नु भयो सबैजना। अनि हामी चाहिँ ड्रोन फुटेज हानेर चाहिँ फेरि पछाडिबाट फलो ब्याक गरिरहेको छौँ दाइहरूलाई। यहाँनिर चाहिँ हाम्रो टोलीहरू ट्याक्कसँग खोलाको बाटो नमान्नु डरै डर। 3 2 1 ल। वैशाख 26 उनको स्विन्टर। वैशाख 26 उनको स्वेटर। वैशाख 26 उनको स्वेटर। उनको स्वेटर वैशाख 26। वैशाख 26 उनको स्वेटर। वैशाख 26 उनको स्वेटर। वैशाख 26 उनको स्वेटर। ल वैशाख 26 उनको स्वेटर। वैशाख 26 उनको स्वेटर यहाँ। वैशाख 26 है उनको स्वेटर। वैशाख 26
वैशाख 26 उनको स्वेटर वैशाख 26 उनको स्वेटर ब्ल्याक बिन्स क्याफे के छ वैशाख 26 उनको स्वेटर हेलो उनको स्वेटर वैशाख 26 गते टोपी पनि देखाउँ चाडमा उनको स्वेटर वैशाख 26 वैशाख 26 उनको स्वेटर सो अब चाहिँ हामी यहाँ बाटोमा पुगेको छौँ यो ठ्याक्कै यो लोकेसनलाई चाहिँ भन्दो रहेछ सेरा अनि यो ठाउँमा चाहिँ एकदम बेस्ट लोकेसन छ अनि यसै पनि रात पऱ्यो उसै पनि रात पऱ्यो अनि दाजभाइ हामी अब यहाँ फोटो खिच्नेवाला छौँ सबै बाइकहरू यहाँ कलेक्सन भएको छ सो अहिले हामी यो ठाउँ कुन ठाउँ हो ठ्याक्कै यो चाहिँ हामी अहिले धनकुटाको 24 घन्टामा पुगेको छौँ अनि यहाँ चाहिँ अब यहाँ पर मुलकाटमा गएपछि फेरि हाम्रो टोली पनि अझै जोइन हुने रे अनि त्यही भएर चाहिँ हामी यहाँ बसेर चाहिँ रेडबुल अनि अब ठ्याक्क चटपटे पनि यहाँनिर बनाउँदो रहेछ क्या आनन्दले छ मैले प्लान गरिरहेको थिएँ कि यहाँ पर पुगेर बस्नु पऱ्यो भनेर पहिला एकचोटि यहाँ म हिँडेको थिएँ कि 2-3चोटि त्यतिखेर यहाँ नोटिस गरेको थिएँ ओहो त्यहाँ पर बसेँ म अनि अहिले उतिको पर डाँडामा बसेँ अनि एकचोटि नोटिस गरेको थिएँ यहाँ चाहिँ बस्नु पर्दो रहेछ भनेर लाग्यो भेटेर चाहिँ हुन्छ भेटरमा सायद खाजा खाने र तर हामी यहीँ खाएर जाने सो अहिले हामी पुग्यौँ भेटेटारमा पुगेको छौँ यहाँनिर अहिले साँझको कति बजी 8 बज्न आँटेछ अनि ढिलो भयो फिटिङदेखि हिँडै नै ढिलो भयो आज हाम्रो चाहिँ त्यही हो अब यहाँ पुग्यो तल गए पछाडि एउटा के प्रोग्राम सऱ्यो भनेको दाजु यहाँ खाजा खाने प्लान थियो खाजा खाइएन तर हामी चाहिँ अलरेडी खाइसकेको छौँ अनि यहाँ रहेछ ठ्याक्कै भेटेटारमा यहाँ चेकिङ थियो हाम्रो चाहिँ बाइक त मेरो त सक्कुसो ल्याइपुगेको छ त्यही हो एकदमै रमाइलो भइरहेको छ भोलिको कन्सर्ट छ मेन कुरा चाहिँ मेरो भ्लग चाँडै अपलोड हुनेवाला छ भोलि सबैजना आउनु होला सो हामी फाइनली धरान पुग्न आँटेको छौँ अलि मासतिर छौँ यहाँ चाहिँ हामीलाई आयोजकले यहाँसम्म लिन आउनुभएको छ यो हाम्रो रेडी भएछ यहाँसम्म चाहिँ हामीलाई आयोजक लिन आउनुभएको छ हामी चाहिँ यहाँदेखि अब स्टेडियम कम डाइरेक्ट जानेछौँ यहाँ हामीलाई लिन आउनुभएको थियो डाइरेक्टली अब यहाँदेखि हामी जानेछौँ डाइरेक्ट स्टेडियममा के छ कार्यक्रम आई डोन्ट नो तर एकदमै रमाइलो लागिरहेछ सो अहिले हामी धरान पुगिसकेको छौँ धरानको रङ्गशाला रहेछ यहाँनिर चाहिँ भोलि प्रोग्राम हुने ठाउँ यहाँ रहेछ हामी पुगिसकेको छौँ एकदम यहाँ त रमाइलो भयो अनि भोलि छ प्रोग्राम सबैजना उपस्थित भइदिनु होला यहाँ हुनुहुन्छ मेरो सोल्टी हुनुहुन्छ प्रोग्रामको यहाँ तयारी चलिरहेको रहेछ अब यहाँदेखि हामी जाँदैछौँ भित्र इन्ट्री हुँदैछ हेलो सरजी कस्तो भयो यात्रा एकदम धुलो खाइयो अरु त मैले धुलो त एउटै खाइन कि हामीले धुलै खायौँ नि हामीले दादा त धुलो खाइयो प्लस हो मेरो त केही भएन आज त एकदम सेफली हामी चाहिँ पुग्यौँ मजाले है अनि ठिकै छ अहिले हामी धरान पुगेर पनि हामी खाजा खानको लागि बाहिर आएको छौँ बाहिर कहाँ आएको छौँ भन्दाखेरि चाहिँ ठ्याक्कै यो चाहिँ मुक्ति चोकमै रहेछ अनि यहाँ चाहिँ मेरो लाग्दो रहेछ क्या साँझको टाइममा यहाँ छ हाम्रो टोलीहरूले चाहिँ माथि खाने काम गर्दैछ अनि नमस्कार सो अब चाहिँ हाम्रो यहाँनिर खाजा खाइ हुन्छ अनि खाजा खाइसकेपछि माथि गएर खाना खाने हो अनि खाना खाएर एकदम सुत्नुपर्ने छ आज चाहिँ मलाई एकदम एक्साइटमेन्ट बाटोमा भिडियो यस्तो दामी दामी खिचेको छ एडिटिङ गर्नुपर्ने छ त्यही हो भोलि सबैजना आउनु होला भोलि भन्दा पनि भरे सबैजना आउनु होला होइन मेरो भरेसम्म भइसकेको हुन्छ अनि सो त्यही हो अब यहाँदेखि खाना खाएर फटाफट निस्किनु पर्ने हुन्छ यहाँ चाहिँ हाम्रो खानेकुरा कहाँ चल्छ के छ हौ खानेकुराहरू चाउमिन छ के हो एग रोल डन्डा एग रोल अहिले साँझको कति बज्यो भन्दाखेरि 10 बजे 11 बजिसकेको छ अनि हामी चाहिँ सुत्ने ठाउँ पुगेको छौँ हाम्रो बसे आज मुकुबलुङ गेस्ट हाउस भन्नेमा रहेछ अनि यहाँ पुग्यौँ अब यहाँ सुत्ने अनि भोलि 9 बजीसम्म सुत्नुपर्ने चाहिँ मतलब मेरो भ्लग पनि एडिट गर्नुपर्छ अहिले गएर सो त्यही हो अनि एकदम रमाइलो भयो र फाइनली यही हो उनको स्वेटर जुन चलचित्र चाहिँ वैशाख 26 गते देशैभरि लाग्दैछ कति पनि टाइम छैन मेबी 1 विक बाँकी होला सबैजनाले हेरिदिनु होला माया गरिदिनु होला होइन त्यही हो भन्दै आजलाई गुड नाइट